हेलो एभ्रिवान। आज चाहिँ तपाईँहरूलाई म आँगनैभरि भन्ने सङको चाहिँ गिटार लेसन लिएर आएको छु। आँगनैभरि यसमा चाहिँ एकदमै सिम्पल कर्डहरू युज भएको छ। फर्स्ट अफ अल सुरुमा चाहिँ सी, ए माइनर, त्यसैगरी एफ, यी तीनटा कर्ड चाहिँ युज भएको छ यसमा। सी, ए माइनर, एफ अनि लास्टमा जी। यो चारवटा कर्ड चाहिँ युज भएर चाहिँ यो कर्ड प्रोग्रेसन भइरहेको छ यो गीतमा चाहिँ हैन। तपाईहरुले चाहिँ सिक्न सक्नुहुन्छ है। सर्वप्रथम सी, ए माइनर, एफ, त्यसैगरी जी। यसको स्ट्रमिङ प्याटर्न चाहिँ एकदमै सजिलो रहेको छ। स्ट्रमिङ प्याटर्नको लागि चाहिँ यस्तो रहेको छ। डाउन अप स्ल्याप अप डाउन अप 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 डाउन अप स्ल्याप अप डाउन अप। एकदमै इजी रहेको छ यसको स्ट्रमिङ प्याटर्न पनि। तपाईहरुले चाहिँ बिस्तारी यसलाई प्र्याक्टिस गरेर चाहिँ जतिसक्दो प्र्याक्टिस गरेर चाहिँ यसलाई पर्फेक्ट बनाउन सक्नुहुन्छ हैन। यसको लागि चाहिँ सबैभन्दा पहिला सी मेजरबाट चाहिँ स्टार्ट हुन्छ। हो मा ए माइनरमा जान्छ। हो ए माइनर, एफ मेजर, जी, लास्टमा सी। यो रह्यो इन्ट्रो पार्ट। अब यस गीतको लिरिक्स चाहिँ यसरी सुरु भएको छ। आँगनैभरि एउटै झरी अरू फुल है टिपिराखे है लेकैमा भरि बैसमा फुल मायाको मुस्कानमा सम्झिदेऊ सुम्पिदेऊ यो जोवन हामीलाई सम्झिदेऊ सुम्पिदेऊ यो जोवन हामीलाई। सुरुको पार्ट चाहिँ यो रहेको रहेछ। आँगनैभरि भन्दाखेरि चाहिँ यो यसरी उहाँ एकचोटि स्ट्रम मात्र गर्ने। आँगनैभरि एउटै झरी अनि मादल बिट सुरु गर्ने। ए माइनर जाने झरेमा झरे अरू फुलमा जी मेजर फुल है टिपिराखे हैमा सी मेजर। आँगनैभरि एउटै झरी ए माइनर फुल टिपिराखे हैमा सी मेजर। त्यसैगरी लेकैमा भरिमा सी मेजर बैसमा फुलमा ए माइनर मायाको भन्दाखेरि जी मेजर मायाको मुस्कानमा भन्दाखेरि सी मेजर है त।
पहिलो पार्ट चाहिँ। अब सेकेन्ड पार्टको लागि चाहिँ सेकेन्ड पार्टमा चाहिँ यस्तै गरी कर्ड प्रोग्रेसन यही रहेको छ है। खोला नाला सुसाइदिन्छन् तिम्रै सरगमहरूमा। खोला नालामा सी मेजर, सुसाइदिन्छनमा ए माइनर, तिम्रै सरगमहरू तिम्रैमा एफ मेजर, सरगमहरूमा भन्दाखेरि चाहिँ सी मेजर है त, सी मेजर। खोला नाला सुसाइदिन्छन् तिम्रै सरगमहरूमा। चाँदनी रातुमा सम्झी बस है, चाँदनी भन्दा सी मेजर, रातमा एफ मेजर, सम्झीमा जी, फेरि बस हैमा सी मेजर। चाँदनी रातुमा सम्झी बस है, यो जोबन मै आउला बढेर त्यो रमाइलो गाउँमा, त्यो रमाइलो गाउँमा। यस्तै गरी कर्ड प्रोग्रेसन भएको छ पुरै गीत, होल गीतमा चाहिँ यसै गरी कर्ड प्रोग्रेसन भएको छ। तपाईँहरूले चाहिँ एकदम यो भिडियोलाई चाहिँ स्लो गरी एकदम म्याक्सिमम प्र्याक्टिस गरेर म्याक्सिमम प्र्याक्टिस गर्नु चाहिँ तपाईँहरूले चाहिँ यो गीत चाहिँ राम्रोसँग बजाउन सक्नुहुन्छ। थ्याङ्क यू सो मच।